नेपालमा जेएनजी पुस्ताको उदयले परम्परागत राजनीतिको जग हल्लाएको छ। 23-24 भदौमा भएको जेएनजी आन्दोलनले नेपाली समाजमा ठूलो प्रभाव पार्यो, जसको मुख्य निशाना राजनीतिक दलका नेताहरूको अपारदर्शिता, परिवारवाद र विलासी जीवनशैली थियो। नेपो बेबी र नेपो किड्स जस्ता ह्याशट्यागहरूले सामाजिक सञ्जालमा तहल्का मचाउँदै युवा आक्रोशलाई अभिव्यक्त गरे। त्यो आन्दोलनले ल्याएको तरङ्गले राज्य सत्ता ढल्यो भने देशमा नागरिक सरकार बनेको छ। तर आन्दोलनका मुख्य माग पूरा नभएको अवस्थामा अहिले झोले ट्रेन्डको सुरुवात भएको छ। यसले राजनीतिक दल र तिनका कार्यकर्ताहरूलाई पुनः सामाजिक सञ्जालको निगरानीमा ल्याएको छ। यो ट्रेन्डले जेएनजी आन्दोलनको उद्देश्यलाई अझ फराकिलो बनाउँदै राजनीतिक प्रणालीमाथि थप प्रश्नहरू उठाएको छ। जेएनजी आन्दोलनको बीजारोपण नेपो बेबी र नेपो किड्स ट्रेन्डबाट भएको थियो। यो अभियानले प्रमुख राजनीतिक दलका नेताहरूको सन्तानले कसरी विलासी जीवनशैली अपनाइरहेका छन् र उनीहरूले कसरी राजनीतिक पहुँचको दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई उजागर